अस्ति हाम्रो मित्रले फोटो खिचेको थियौँ राजाका राजकुमारले दिएको चस्मा भनेर त्यो ठाउँ चाहिँ मित्र तिम्रो चस्मा होइन त यहाँ होइन त राजाले खिचिदिएको चस्मा खोइ मोबाइल पनि चार्ज टिकन जस्तो छ केटामा जिन्दगीको गोरेटामा केले साथ दिएको छैन फेरि बसहरू जानु पऱ्यो फेरि यस्तो छ के भन्छ अरे मेट्रो चढ्न सक्छ होइन बस चढ्यो भने चाहिँ पैसा लाग्दैन 30 मिनटभित्रमा चढ्यो भने चाहिँ पैसा लाग्दैन ट्याप गर्नु पऱ्यो निस्किनु पऱ्यो फेरि जता भुल्यो उतै भुल्यो मानिस के गर्नु गाह्रो छ त म 30 मिनटमा रुम पुग्छु होला फेरि मार्केट पनि जान्छ सिधै मार्केट जान्छ म फेरि रुम जानु पर्ला जस्तो फेरि हेरौँ के हुन्छ रुम पुगिन्छ मुड के पाउँछ फेरि मुड फेरि यति स्विङ हुन्छ नि के गर्नु यो त मसँग गर्न मात्रै थाहा होला कतिको स्विङ हुन्छ मन बिग्रिन्छ दोधार हुन्छ यसो दायाँ बायाँ देख्यो भने नि त्यो कुरा त भोग्नेलाई थाहा होला नि होइन बस फेरि खुट्टा टेक्ने ठाउँ नहोला जामा नि दिमाग खराब लाग्छ यार आज उभिएको मात्रै भइरहेछ अघि एकछिन मात्रै बस्नु भयो यार 2 मिनट भन्दा बस्नु भयो केही छैन अब रुममा गएर आनन्दले रेस्ट हान्नुपर्छ के छ र मरिरहनु जिन्दगीमा होइन र तर गर्मी नि के वृद्धि बढ्यो यार अब स्टेसनबाट बाहिर निस्केर बस चढ्न लागेको फुल्छ सिमसिम खोल्यो कस लागिरहेको रहेछ अर्को बसबाट गइहाल्नु पऱ्यो बस ट्याक्स जस्तो लाग्यो एक घन्टा जानु पऱ्यो के गर्नु रुम त पुगिन्छ नि छिटै चाहिँ भयो खाली छ लास्ट सिट एकदम फेभरेट भनेर बसेको गर्मीले बस्नु नसकेर फेरि सिट साह्रै मजा आयो जिन्दगी के छ र मरिला होइन 2 दिनको चला फेरि भेट होला नहोला आज मऱ्यो भोलि 2 दिन त हो नि के छ र ट्राफिक नि कति गर्दै चाहिँ सिग्नल दिएको त दिक्क लागेर आउँछ मित्र यो देख्न साथ मलाई होइन तिम्रै याद आउँछ खालि तिम्रै याद आउँछ यो देख्नु बुझ्नेले कमेन्ट गर्नु है आयो होइन
अब चाहिँ रोड क्रस गरेर रुमतिर लाग्दैछु म। गर्मी पनि बढ्दो छ है। अब चाहिँ 15 मिनट जतिमा रुम पुग्छु। त्यसपछि एकछिन बसेर खानासाना बनाउनु पर्ला। अब रुम गएर ड्रेस चेन्ज गरेर मात्रै मार्केटतिर जानु पर्ला। अब सिधै मार्केट गयो होला जस्तो छ। सामान हुन्छ आफ्नो ब्याग पनि छ फेरि मायाको चिनो होइन। यसलाई छोड्ने कुरो त भएन पक्कै पनि के कसो होइन र। जिन्दगी के छ र हो मरिलाम यार। आज मऱ्यो भोलि 2 दिन है। एक्लै खुसी हुन सिक्नु पर्दो रहेछ कि। एक्लै बाँच्ने एक्लै जिउने एक्लै कसैको सहारै नचाहिने रहेछ। बस खुसी हुनको लागि एक्लै भयो हुन्छ कि। जीवनमा कसैको पनि साथ नलिँदा राम्रो है। यो चाहिँ मेरो अर्थी उपदेश लिनुहुन्छ। तपाईँ खुसी हुन चाहनुहुन्छ भने चाहिँ होइन अरूको भरोसामा चाहिँ नबस्नु रे कि। बस आफ्नो लागि जिउनु कि जिन्दगी भनेको, अरूको लागि होइन कि। अब यस्तो भने अलिअलि स्याङ्जाले परिहाल्यो भने गफ त हान्नु परिहाल्छ होइन। गफ नहाल्ने काम छैन फेरि होइन। पोस्ट गर्छु अब त्यही पनि। तर खुसी हुनको लागि एक्लै हिँड्नु रे कि। त्यही भएर म नि अब एक्लै हिँड्ने प्रयासमा जारी छ मेरो पनि। त जारी छ तर कहाँसम्म पुग्छ भन्ने थाहा छैन यार। दुबई गरेर यो गर्छु भनेर गएँ तर कम्पनीले खुलित्त बनाइदियो के गर्नु। सुनम कसलाई सुनम भनौँ कसलाई भनौँ। आफ्नै भाग्यले गर्दा अब के भन्दै चित्त बुझाउनु परिरहेको छ। खै त रुमै आइपुगेन अझै यार। अर्कोबाट छिर्क्या म ल उताबाट छिर्नुपर्ने रहेछ। यस्तै हो कि मोबाइलको चक्करमा हिँड्दा मोबाइल चक्कर त के भनौँ भ्लगको चक्करमा भनौँ न। तलबाट छिर्नु पनि माथिबाट छिरेको म। गाह्रो छ एक्सपिरियन्स परेन नि त फेरि त्यो पनि हो नि होइन र। अन्यथा नलिनु होला है यो कुरालाई फेरि। एक्लै के बोलिन्छ यार। तर मान्छे छैन त्यो भएर लाज लाग्दैन मलाई फेरि होइन। मान्छे भने अलिकति लाज लाग्छ बोल्नलाई होइन। अब चाहिँ आउँछ अब चाहिँ भ्लगहरू आउनु सुरु हुन्छ। अब चाहिँ एक्लै हिँड्छ छोरा। अब त धेरै पछि यसरी निस्क्यो होला हौ साथीभाइहरू। केटाहरूसित मात्रै हो नभए एक्लै निस्केको थिइनँ। एक्लै निस्किँदा नि रमाइलो हुँदो रहेछु। सङ्गत अनुसारको फल रे। मेरो साथीहरूको सबको उयो भइसक्यो खै त मेरो भएको कसरी भन्नु यो चाहिँ अनि खै सङ्गतकै फल हुन्छ भन्नु होइन र। के कसो तपाईँहरूको प्रतिक्रिया दिनु त मलाई कमेन्टमा। हाँस फेरि मिठो छ नि होइन। भाग्यमा भन्दा नि तिमीमा धेरै विश्वास थियो। भाग्य त्यति बदलेन होला कि जति तिमी बदलियो कि माया भन्थ्यो हिजो एउटाले। आज मैले चिप्काइदिएको लौ है त। अब चाहिँ लगभग म रुम आइपुगेँ केटाहरू होइन। अब ब्लग बनाऊँ कि भिडियो बनाऊँ यहाँबाट अन्त्य हुनेछ। सबैजनाले साथ सपोर्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला। कमेन्ट पनि गरिदिनु होला है। केही त्यस्तो नराम्रो बोलेछु भने सरी। सल्लाह सुझाव दिनु होला है। अझै प्रयास जारी छ मेरो चाहिँ अब है त। बाई टेक केयर। आफ्नो केयर गर्नु होला सबैजनाले। म त गरिहाल्नेछु है त। बाई बाई।